HKR Entertainment presents जिंदगी लफड़ी लफड़ा Sponsored by सूर्योदय डेन्टल प्राणी सूर्योदय नगरपालिका 10 फिक्कल नगरपालिकाको माथिल्लोपट्टि। खोज्यो यता मलाई कहिले खोज्यो उता हिँड्दै जाँदा जुत्ता फाट्यो भयो खाली खुट्टा गाउँघरमा बस्न पनि गाह्रो भइसक्यो कमाइ छैन महँगीले डाँडा काटिसक्यो तलमाथि दायाँ बायाँ सबै ठुलो मान्छे कोही छैन कमजोर यहाँ सबै तगडा कहिले माया कहिले व्यवहार हुन्छ लफडा त्यही भएर यो जिन्दगी लफडै लफडा दायाँ बायाँ सबै ठुलो मान्छे कोही छैन कमजोर यहाँ सबै तगडा जिंदगी लफड़ी लफड़ा फेरि मैले ठुलीसँग पनि देखेको अनि फेरि अलि हस्साङ र फसाङ कुद्दै हुनुहुन्छ के भएछ जेसुकै भइरहेको छ वो मान्छेको कहाँ देख कन्फ्युज भएछ पत्ता लगाएकै छोडेछ अरे हामी त्यो मान्छेको कहीँ देखेछ होइन मोहन किन एक्लै बरबराउँदै निराश होला कसलाई कहाँ देख्यौ अरे चाचरी यो गाउँमा ठुली छैन उसको घरमा चोर आएछ अरे त हामी देशी दाइ खेदाएर ल्याएछ अरे हामी उता गइरहेको थियौँ त हामी पक्र्न खोज्यो हामीलाई लडाएर ऊ भागिहालेछ हामी त्यो मान्छेको कहीँ देखेछ अरे चाचरी तर हाम्रो मगजमा ऊ आइरहेको छैन समझ आइरहेको छैन कहाँ देख्यो हामी होइन को चोर कस्तो चोर के भन्छौ हो तिमी त्यही पनि ठुली भाउजूकोमा को चोर भनेको अरे चाचरी त्यो मान्छे मोटा मोटा थियो अरे त हाम्रो यसो लडाउन खोज्यो मैले अनुमान लगाइरहेको छु हरियो हरियो सर्ट लगाएको थियो अरे मोटो मोटो छोटो छोटो छ अरे मोटो मोटो ए अहिले भर्खरै मैले त्यहाँ भेटाएको एकजना मोटो मोटो मान्छेलाई हस्साङ फसाङ हुँदै गर्दा कुदिरहेको थियो ऊ मोटो मोटो मान्छे थियो अरे तिमीले पनि देखेछ त हामी पनि उसको कहीँ देखेछ तर मलाई समाजमा आइरहेको छैन अरे कहाँ देखे त्यो मान्छे थियो मोहन कस्तो बिर्सेको तिमीले अस्ति हामी घाँस काट्दाखेरि ठुली भाउजूसँग हिँडिरहनु भएको थियो नि उहाँ जस्तै लाग्यो उहाँ नै त हो नि चाचरी यही मान्छे छ अरे तिमीले पनि पत्ता लगाइहालेछ म कन्फ्युज भइरहेको थिएँ अब तिमीले मलाई पनि स्पष्ट बनायो अरे तर यो मान्छे चोर त होइन रे चाचरी कोही त छ हामी यसको पत्ता लगाएरै छोडेछ अरे होस् छोडिदेऊ है मोहन अर्को पनि चासो गर्नु अनि भन तिमी चाहिँ कहाँसम्म गएको नि कहाँदेखि आयो अरे चाचरी हामी तिम्रोमै गएको थियो अरे हामी तिम्रोमा गएर मिठो चिया खाएर आएछ अरे हामी चिया खाँदा तिम्रो बहुत याद गरेको थियो चाचरी अरे चाचरी म त एउटा कुरा सम्झिरहेछ अरे के सोच्दैछौ मोहन मलाई पनि सुनाउनु मिल्छ भने सुनाऊ अरे चाचरी तिमीलाई नसुनाएर म कसलाई सुनाएछ अरे तिमी त मेरो जिन्दगी छ रे चाचरी के सोचिहालेछ मोहनलाल हामीलाई पनि भनिहालेछ अरे चाचरी मजाक गरिहालेछ रे तिमी हामीसँग के हो भनिहाल न मलाई घरमा ढिलो हुन्छ कि अहिले मार्नु ढिलो गयो भने नत्र म घर जान्छु है
अरे चाचरी मेरो कुरा त सुन चाचरी। अनि चाचरी हामी शादी नगरेर के गर्ने? लभ मात्रै गरेर जिन्दगी चलाइरहने त? मलाई त छिट्टो शादी गरेर म जस्तै एउटा ह्यान्डसम छोरा जन्माइहाल्नु छ रे चाचरी। तिमी त कति साह्रो मात्तेको। अरे चाचरी तिम्रो यही अदामा त हामी फिदा भइहालेछ रे। अरे पर्ख पर्ख चाचरी हामी पनि आइहालेछ रे। अरे पर्ख पर्ख चाचरी म पनि आएछ रे। तिमी त के बोल्छौ? अरे हामी के बोलेछ रे चाचरी? पर्ख न, हामी त मनको कुरा बोलेछ रे। एक दिन तिमी हामी शादी गरेर जन्माइहाल्नु परेछ रे चाचरी। ला गाउँले थाहा पाए के भन्ने? मोहनलालले पत्ता लगायो भने गाउँभरि हल्ला गरिदिन्छ। मेरो परिवार आफन्तहरूलाई कसरी मुख देखाएर हिँड्ने होला? कस्तो नराम्रो बाटो रोजे जस्तो लाग्न थाल्यो। ला के गर्ने परिवारहरूको अगाडि मैले नआउनु भन्दै आएर सबै गाउँले थाहा पायो। अब मर्नु न बाँच्नु बनायो। अब के गर्ने होला? हेलो प्रदीप, कहाँ छौ? मैले तिमीलाई अस्ति भनेको होइन यहाँ नआऊ, मान्छेले देख्छ भनेर। किन डराएको तिमी? मलाई कसैले पनि चिन्दैन त। मलाई चोर चोर भने खेदिरहेको। किन डराएको? केही पनि हुँदैन, टेन्सन नगर न। केको समस्या हुँदैन। मोहनलालले कहाँ देखेको थियो भनेर सम्झिरहेको थियो। हामी कतै बसेको हिँडेको देखेको थियो भने के गर्ने? ए तेरिका, हामीले कसैले पनि देखेको छैनौ। तिमी यतिकै डराएको मात्रै हौ। केही पनि हुँदैन, के पऱ्यो म छु त। मैले तिमीलाई अस्ति नआऊ भन्दै तिमी आयौ। यहाँ गाउँले थाहा पाएर मेरो बेइज्जत भयो भने म त सुसाइड गरिदिन्छु नि। कसैले देखेको छैन भनिरहेको थियो त। किन सुसाइड गर्ने कुरा गरेको? म छु त, केही भयो भने। हेलो 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 साला, यो दुइटालाई थाहा पायो भने टेन्सन भयो त। यो दुइटालाई व्यवस्था नगरी साला, अब यो दुइटालाई व्यवस्था नगरी भएन। मेरो बाटोको तगर भन्नु खोज्छ। चढ्यो हैन? अलक्षण बेहोरा नदेखाई बिस्तारै गर्न सक्दैनस्? मैले कतिचोटि भनिसके एउटा नयाँ ज्याकेट किन्दिनु भनेर। एउटा ज्याकेट पनि किन्न नसक्ने किन जन्माउनु? हेर त यो मुख लागेको, पर्खिन, चियाको पेमेन्ट होस् न, म तेरो बाउलाई माग्दिन्छु। पेमेन्ट थापेर किनिदिन्छु भनेको पनि 4-5 महिना भइसक्यो। अब जाडो सकेर त किन्दिने होला नि। अब पेमेन्टै भएको छैन त के गर्छस्? मलाई त अहिले नै चाहिन्छ। अहिले भने अन्त पछि त होस्। कति पर्छ तेरो त्यो छालालाई चाहिँ? अनलाइनमा 5-6 हजार पर्छ अरे। हैन, मैले तँलाई नि एउटा ज्याकेटको दाम सोधेको, पुरै घरको लागि लुगाको दाम सोधेको हैन। मैले पनि त त्यो एउटा ज्याकेट त भनेको नि, कहाँ परिवारको लागि भनेको त। ए अब 5-6 हजारको ज्याकेट लाउने भइ छैन? घरमा एउटा सिङ्क भास्न सघाउँदैनस्? अब मलाई नै लगेर बेच अनि त्यही पैसाले लगा। कतिको लगाउन मन छ? अब तिमी बुढी माउलाई कसले किन्छौ? हेर यो मुख लागेको, तँलाई यतिको लागि मैले जन्माएको थिएँ? पर्दैन लु म किन्दिन, चाहिँदैन मलाई। हैन, यो घरमा त पैसाको बोट मलाई नै देख्छ कि क्या हो? जसले पनि पैसा मागेको छ।
गरिरहेको छ चाचरी? कहाँ सबर आउनु? अन्त साँच्चै मेरो भइसकिस् त? म तेरो त हुने हो? त्यही त आज त राम्रै देख्दैछु कपालहरू पनि आज मात्रै हो त मलाई राम्रो देखेको? देख्नु त सधैँभरि तँलाई राम्रै देखेको नि के गर्नु र अब भन्ने आएको नपुगेको त भन्थ्यो तैँले पत्यो पहिला गर्नु पर्थ्यो नि त नि अब अहिले गऱ्यो त अहिले आएर म पनि एकदम खुसी छु त्यही त यस वर्षौँदेखिको सपना पुरा भयो अरे पर्ख त चाचरी के गरेको मान्छे देख्छ अहिले चाहिँ अरे चाचरी तिमी त मेरो छ रे चाचरी आची यो त फेरि त्यही मनलालसँग पो हिँडिराख त भन्न हौ केही गरे पनि पारा नचल्ने रहेछ हौ त्यति क्या होइन हौ गाउँघरमा के चल्दैछ हौ तँलाई चाहिँ के भयो तँलाई के को चासो नि अरूको खुरुखुरु आफ्नोबाट लाग्न के हो मनला के हो पारा अबदेखि त्यहाँ गाउँघरको छोरीचोरीसँग हिँड्ने होइन नि विशेष गरी चार अरे चुलबुल बात यस्तो छैन रे तिमी गलत सम्झेछ रे हाम्रो यस्तोसँग के बोलिरहेका हौ पख न पख तोहरूलाई पख देशी काकालाई म गएर भनिदिन छु भने पख तोहरूलाई तोरो यहाँ नाटक देखाइराख्नु ल गाउँघरमा नाटक देखाइराख है नाटक देखाइराख हग्यो खायो सुत्यो हक्नकै मात्र काम छ नि तिमीहरूलाई यसो गोबर सोर्ने पनि कोही हुँदैन आफैले सोर्नुपर्छ तेरिका उता छ गाईले कति हक्नु सकेको साला अब चाहिँ यो सकेर एक बोतल रक्सी लिएर चाहिँ तातो झाँटेर नखाइ भएन त्यो साह्रै पो ढाड दुख्यो त हौ यता त जिउ पनि दुख्दैछ उता त बसिनुपर्छ भजिया मुरा ल यसरी बस हेर त गोबर छैन रहेछ ल बस ल बस्दै गर्छु अलिकति जाँड पकाएको सबै डढेछ होइन यो घरमा त भित्र गएर म बाहिर गएर म कोही पो छैन त सघाउन त कोही नै त छैन होइन किन गन रहेछ यो खै त्यहाँ यहाँ हात खुट्टा पखाल्नु पर्यो होइन यहाँ काम गरेको देख्नु भएन हेर्नु त जाँड पकाएको सबै डढेछ डर छ त नि यसो आगो लाउनु पर्दैन आगो हेर्नु पर्दैन मजाले अनि सबै मै मात्रै भ्याउनु खै चढ त्यहाँ म हात खुट्टा पखाल्छु जाँड हेर्ने बेलामा आगो हेर्ने बेलामा जाँड डढ्यो अरे आगो हेर्ने बेला चाहिँ कहाँ गइएको थियो जाँड बसाएपछि त मिलाएर उयो गर्नुपर्छ आफूले पनि हेर्न सक्थ्यो होला त म बारीको हेर्नु कि जाँड हेर्नु अलिक छिटो दिनु त यहाँ कति धेरै छ काम ल सकिहाल्यो ए सुन्न खै 200 रुपियाँ ले रक्सी नखाएको पनि धेरै भयो आज खाइदिनु पर्ला ले न राख्न दिनु भएको थियो नि हैन पैसा अहिले त्यही झिकेर दिन्छु 200 किन 500 नै दिइहाल्छु नि खै छोड्नु हैन हौ दिन्न भन्न किन 10 थरीको बहाना बनाउँछस् हौ बेकारमा घरमा नुन तेल चामल छ छैन भन्ने कुरा थाहा छैन ल्याउनु पर्ने हो होइन केही थाहा छैन वास्ता छैन चियाको प्रेम भएको छैन यो महिनाको अन्तिमतिर हुन्छ भन्दैछ त यो मान्छे त कति ल्याङल्याङ गरिरहेको केही कुरा पाए कि त किच
यो महिनाको अन्तिमतिर हुन्छ भन्दैछ त बुझ्दैनौ कुरा एकचोटि भनेपछि कति कराउन सकेको व्यापारको कुरा गर्दाखेरि चाहिँ ल्याङल्याङ भयो हैन रक्सी खान पैसा दिएको भए त खुसी हुन्थ्यो होला नि हो नि हौ गाँठे कहिलेकाहीँ त यसो रमाइलो कुरा पनि गर न हौ बुढाबुढीमा यो भन्दा त बरु सतुरको बुढीले अलि राम्रो कुरा गर्थ्यो होला हौ राम्रो तरिकाले बोल्थ्यो होला तिमी र यो मौसम त एउटै के जतिखेर पनि ठुस्स परेको छ बसेको छ ए बिचारा यता आऊ न त एकपल्ट मै खाइदिन्छु हो त्यसो भन्न त सुन्दा पनि मन त गदगद भएर आयो त कहाँ बाहिर त हुन्न नि लु हौ अब चाहिँ यो मान्छे बौलाएछ नि छोराछोरीले बिहे गरे बाजे हुने मान्छे बुढेसकालमा पैसा आउँथ्यो भन्थ्यो आज चाहिँ देखियो पनि भयो भयो तसँग यस्तो कुरा गर्नै बेकार छ त्यही भएर त म कुरै गर्न मन लाग्दैन सुन्नु त पैसा लिएर जानु त्यहाँ खाएर चाहिँ मातेर हिँड्ने हैन भर्छ घरमै ल्याएर खानु ए हो छिटो आउनु नि फेरि माया त गर्छ नदेखाएको मात्र हो त घर चाहिँ छिटो आउनु नि फेरि मातेर आएछ भने चाहिँ राम्रो हुँदैन नि कुन चाहिँ आएर नि त्यहाँ तपाईँ कहाँ गर्नु लाग्यो म यहाँ मास्तिर हो जाँदा गर्छु कहिले घरमा बस्दैन चाहिँ ल ल हुन्छ परसर जाँगा कोही पनि छैन क्या हौ कोही देखिँदैन दिलसाइली ओ दिलसाइली यसो जाडोमा रक्सी खाइदियो भनेर आएको खैले ल्याउ एक गिलास खाइदियो ए हुन्छ नि दाजु ए दिलसाइली छिटो ल्याउन रक्सी एक गिलास रक्सी ल्याउनु पण्डित हेराउनु पर्छ क्या हौ लागिसक्यो त्यसरी हतार गर्नुभएको दिनुहोस् हतार त भइहाल्छ नि हौ यहाँ कस्तो हर हर भइरहेछ दिलसाइली तिम्रो रक्सी चाहिँ साह्रै मिठो हो दिलमै छुने के त्यही भएर त म अरूतिर जान्न त दिन्छु दाजु मैले दिएपछि दिलबाटै दिन्छु नि त अन्त कहाँ लाग्छ त दिलमा नलागेर ए दिलसाइली घरमा लानु पर्यो एक बोतल रक्सी भर्देऊ त साह्रै मिठो रहेछ हौ देसी दाइ गइहाल्नुहुन्छ र एकछिन त बस्नुहोस् राख्छौ भने त बस्छु नि तर दिलमा राख्नुपर्छ है अन्त दिलमा राख्दैनौ त राख्थे नि घरमा भाउजूले मार्ला साँच्चै पैसा कति हो पैसा नदि त नजानु होला कति हो ल म अर्कोचोटि चाहिँ बस्दै आउँछु नि